कस्तो भयो त रमाइलो भयो त कहाँ आएको रे त कहाँ आएको रे पाटन कस्तो के रमाइलो लाग्यो तँलाई ल के भन्ने नि कसै तैँले के भन्यो ए के भन्दैछस् त ए ओके हिजो चाहिँ हामी त्यहाँ यताबाट देख्छ नि यो रुखले छेकेको छ तर यसरी यसरी ओभरल्याप गरेको नि त्यहाँबाट चढेर हामी त्यो हिउँ छ नि हिउँ त्यहाँ गएर अनि यो हिउँको लाइन देखेछ है त्यहाँ ओर्लेर अनि वी वेन्ट अप अगेन त्यो यस्तो माथि छ नि त्यो सब गएर अनि फेरि यसरी तल झरेको मलाई स्क्याम भएको हिजो एन्ड माई लेग स्टिल हर्ट्स थ्याङ्कफुली खुट्टा मात्रै दुखिरहेछ मलाई लग्ने बेला तिमीहरूलाई के भनेर लाग्यो सो द्याट त्यहाँ देखेँ होइन आई डोन्ट नो होइन बट इफ यु सी द्याट मलाई चाहिँ होइन यहाँ पुच्छरबाट यसरी सिधै त्यो हिमाल भएको ठाउँमा मात्रै लग्ने भन्यो आइस मात्रै भएको ठाउँमा लग्ने भनेर भन्यो बट आई डिन्ट नो मलाई के थाहा थिएन भन्दाखेरि चाहिँ त्यो जङ्गल देख्छ नि जङ्गल त्यहाँसम्म मात्रै रहेछ बाटो त्यसपछि माथि त बाटै छैन अनि त्यो हेर्दाखेरि मात्रै माथि देखिरहेको छ कि इट्स यताबाट यसरी जाने बाटो अझ माई गड हामी चाहिँ ओर्लिने बाटो पनि छैन वी हेभ टु मेक आवर ओन वे अझ त्यसमा पनि बजरले खेदाउँछ भन्ने डर आमामा बजर गर्दै भाग्नु पर्दा हाम्रो चाहिँ अब आज चाहिँ थर्ड डे हो सो वी आर रिटर्निङ ब्याक टु आवर होम्स आज अनि आजको प्लान चाहिँ अब हाम्रो के छ भन्दा चाहिँ हामी घोडामा चढेर चाहिँ मन्दिरसम्म जान्छौँ बराइसम्म अनि त्यहाँ पूजा गरिसकेपछि एउटा दुइटा 3-4वटा गर्दा हुन्छ फोटो भिडियो चाहिँ क्लिक गरेर अनि हामी चाहिँ त्यसपछि फर्किनेछौँ यो ठाउँ चाहिँ हामीलाई मिस नै हुन्छ अफ सिजनमा आए पनि इट्स प्रिटी राइट इट्स भेरी प्रिटी झन् सिजनलमै आएको भए त अझै राम्रो हुन्थ्यो होला तर जस एक्सपेक्टेसन चाहिँ त्यस्तो डाउन चाहिँ फिल भएन हामीलाई सो इफ सिजन भन्नाले चाहिँ सिजन भन्नाले लाइक त्यो दाइले भन्नुभएको थियो नि त गुराँस फुल्ने भयो वैशाख र चैतको बिचमा अनि त्यसपछि बुकी भनेपछि चाहिँ के अरे भदौको बिचमा चाहिँ श्रावण भदौमा आज चाहिँ हाम्रो प्लान अर्को पनि छ राइडिङ होर्सेस किनभने हामी दुईजना चाहिँ राइड गर्नु पाएको छैन यो राइडिङ होर्सेस इज वेल ओके त्यही हो बाई जिमाश्री ल अब हजुर फर्किँदै हुनुहुन्छ अब यहाँ यति दिन बस्नुभयो अनुभव सुनाइदिनुहोस् त अनुभव कस्तो हजुर भन्नु न बिन्ती छ हजुर अब म जान्छु हजुर बिदामा आएँ हजुर कस्तो लाग्यो यो ठाउँ राम्रो लाग्यो हिजो के गर्नुभयो त घोडा चढे भन्नु न घोडा चढे डुल्यो भित्र घाँटी बसिसकेछ धेरै रमाइलो भएर ल अब हामी ब्याक टु हाम्रो माइजूतिर चाहिँ आउँछौँ होइन माइजू हाउ वाज द एक्सपिरियन्स कस्तो भयो हजुरलाई धेरै रमाइलो भयो के गर्नु हो र त्यस्तो यहाँ आएर हाँसियो नाचियो गीत गाइयो घोडा चढियो हजुर त्यो डाँडाको भन्दा अलिक तलको मुनि पुगिसक्यो हामी हेलिकप्टर अनुभव भयो क्या हेलिकप्टरलाई नजिकैबाट छुन पाइयो त्यति भयो अरू के चाहियो हस् त नमस्ते हामी सिधै होटलबाट नै घोडाको सवारी गर्नको लागि तयार भएका छौँ र यो चाहिँ हाम्रो घोडा भएको छ भने मैले र सेचाले चाहिँ घोडा राइड गर्नेछौँ अब हो एकदम थाहा हुन्छ
यसो फोटो भिडियो खिच्नु यसको नाम टिका, हजुरहरुको बनाइन्छ यसको नाम तुफान। हामी चाहिँ फाइनली त्यहाँबाट यहाँ मन्दिरमा पुगेको छ। मेरो साथीले घोडाको सर्ट खाइसक्यो। तर मैले बाटो भएर बिस्तारै खाएँ। यहाँ चाहिँ बराई यता हुनुहुन्छ। She's pregnant रे। ढोरबराहीमा जानुभन्दा अगाडि चाहिँ हामी केही समय चाहिँ चौरमा बसेर यहाँका वातावरणलाई निहालेका थियौँ र त्यसपछि मात्र हामी चाहिँ ढोरबराहीमा पूजा गर्नलाई चाहिँ गएका थियौँ। यो चाहिँ मन्दिर हो। मन्दिरको फ्यासिनेटिङ पार्ट चाहिँ के छ भन्दाखेरि चाहिँ मेन चाहिँ मन्दिरमा खाना छैन। यहाँ चाहिँ हामीले यहाँ धुप पनि यहीँ पाउँदो रहेछ, धुप बालेर अनि देन हामीले यो साइडमा चाहिँ गएर चाहिँ धुप अर्पण गर्नुपर्ने हुन्छ। हामीले पूजा गर्ने क्रममा यो कुण्डबाट चाहिँ त्यो बबल देखिराख्नु भएको छ नि, त्यो आएको छ भने देवी चाहिँ खुसी हुनुभएको छ भन्ने चाहिँ यहाँको मान्यता रहेको छ। यहाँ चाहिँ अर्को इन्ट्रेस्टिङ बिलिफ रहेको छ, जुनमा जब हामी पूजा गरिसकेपछि पुजारी बाले चाहिँ यहाँ एउटा म्याट्रेस राख्दै दिनुहुन्छ र त्यहाँ हामी चाहिँ पल्टिएपछि उहाँले हाम्रो एउटा हातले चाहिँ समाइदिनुहुन्छ गाइडको लागि भने, अर्को हात चाहिँ सपोर्टको लागि समाइदिनुहुन्छ र यस बेला चाहिँ हाम्रो फेस चाहिँ पूर्वतिर चाहिँ फर्केको हुनुपर्छ र कुण्डमा हात हालिसकेपछि हाम्रो हातमा जे पर्छ त्यो चाहिँ हाम्रो भाग्यमा हुन्छ भनेर यहाँ चाहिँ बिलिफ रहेको छ। जुन बिलिफमा चाहिँ यदि हामीसँग ढुङ्गा परिहाल्यो भने त्यसमा चाहिँ घर जग्गाको हुन्छ भने, यदि हाम्रो कोइनहरू पनि पर्यो भने फेरि धन सम्पत्तिहरू चाहिँ हुन्छ भनेर चाहिँ मान्यता रहेको छ। ल साथीले चाहिँ के पाउनु भयो रे? ढुङ्गा मात्रै निकालेँ। हजुर। अनि अब यो ढुङ्गा निकालेको भनेको चाहिँ मेरो जग्गा जमिन धेरै जोड्छु रे मैले। पैसा निकाल्यो भने चाहिँ मेरो पैसा धेरै हुन्छ रे। अच्छा, जग्गा जमिन पनि मेरै हो। सो मैले चाहिँ जग्गा र पैसा ठिकै दुइटै नै बराबरकै हुने भयो। यहाँ चाहिँ हामीले देख्न सक्छौँ माथि चाहिँ छानो छैन, यसको पनि रिजन छ अरे, जुन चाहिँ मेरो साथी सेतले चाहिँ भन्नुहुन्छ। यहाँ चाहिँ लाइक देवीको पावर कस्तो स्ट्रङ छ अरे क्या होइन, अनि त्यही भएर लाइक जति नै बलियो छाना हाल्दै पनि बाई नेक्स्ट मर्निङ त्यो छाना चाहिँ कहिले पनि बाँकी बस्दैन अरे कि, त्यही भएर मान्छेहरूले चाहिँ छानै नहाल्न। त्यही भएर यहाँ छानाहरू पनि केही पनि छैन। अनि अघि हामी यहाँको लोकल मान्छेहरूलाई सोद्धा चाहिँ यदि पानी पऱ्यो हिउँ पऱ्यो भने त गाह्रो होला नि भन्दा पनि त्यस्तो चाहिँ हुँदैन, कहिले पनि यस्तो ल्यान्डस्लाइडै आएको यस्तो आएको त्यस्तो ठुली कुराहरू हुन्छ नि, के भन्छ त्यसलाई नेचुरल क्लाइमेटीहरू आएको चाहिँ त्यस्तो चाहिँ छैन। एउटा भनेको यहाँ एउटा बिचमा एउटा खोला छ, त्यो चाहिँ हल्का ठुलो हुन्छ अरे, अरू चाहिँ त्यस्तो छैन भन्नुभयो। अनि त्यसपछि आगो लागि पर्दाखेरि अब यहाँ जङ्गलहरूमा आगो लागि हुँदाखेरि पनि लाइक अब यहाँ आएर पूजा गऱ्यो भने चाहिँ पानी नपर्नुपर्ने सिजनमा नि पानी पर्छ अरे, त्यही भएर यहाँको बिलिफ चाहिँ एकदम स्ट्रङ हुन्छ। प्लस हामी यहाँ घुम्दा पनि यहाँ मन्दिरमा आउँदा पनि कस्तो त्यो स्ट्रङ एनर्जीवाला भाइब चाहिँ आइरहेको छ।
दोरबाराही माताको हामीले पूजा गरिसकेपछि केही बेर चाहिँ हामी त्यही नै आराम गरेका थियौँ र त्यहाँको पण्डित बाबासँग पनि हामीले कुरा गरेका थियौँ र हामीले यस मन्दिरबारे चाहिँ धेरै कुराहरू पनि थाहा पाउने मौका पायौँ। बजीमश्री ल बाई बाई गरिदिनुहोस्। अब हामी लाग्दैछौँ। ल हामी चाहिँ अब धोरपाटनलाई बाई बाई गर्दैछौँ। हाम्रो यो यात्रा केही दिनको लागि भए पनि यहाँ हामीले कलेक्ट गरेको मेमोरिजहरू चाहिँ लाइफ टाइम भरेको लागि हामीले लिएर जाँदैछौँ। र त्यसै गरी धोरपाटन भनेपछि मैले के सम्झिनेछु भन्दा फर्स्ट अफ अल द नेचर ब्युटी र अर्को भनेको चाहिँ यहाँका मानिसहरू एकदमै फ्रेन्डली हुनुहुन्थ्यो। उहाँहरूको फ्रेन्डली नेचर मलाई एकदमै राम्रो लाग्यो। भन्छन् भगवानले मनले याटे पुर्याउला भन्छन् भगवान ल फेरि जाउला वैकुण्ठमा नाच्दै गाउँदै बजाउँदै जाउला वैकुण्ठमा नाच्दै गाउँदै बजाउँदै जाउला वैकुण्ठमा नाच्दै गाउँदै बजाउँदै हरि हरि ओम नमः शिवाय। रामलाई थाहा होला हामी जाने कहाँ होला रामलाई थाहा होला हामी जाने कहाँ होला रामलाई थाहा होला हामी जाने कहाँ होला रामलाई सासै पुग्दैन। गलैमा तुलसी माला हृदयमा राम शिरैमा भगवान वैकुण्ठैमा जाम हे गलैमा तुलसी माला हृदयमा राम हे शिरैमा भगवान वैकुण्ठैमा। त्यहाँबाट फर्किने क्रममा हामीले फेरि पनि लालीगुराँसले भरिएका जङ्गलहरू फेरि पनि निहाल्न पाएका थियौँ। त्यसै गरी चाहिँ त्यहाँ रहेका बस्तीहरू त्यहाँका वन जङ्गलहरू सबै कुराहरू चाहिँ याद आएर हामी यत्रो बाटो हिँडेर धोरपाटन पुगेको थियौँ भने अब हामी केही समयमा नै धोरपाटनबाट फेरि बेनीको तर्फ लागेको सम्झिँदा चाहिँ एकदमै अनौठो लागेको थियो। बुर्तिवाङ पुगिसकेपछि चाहिँ हामीले यस ठाउँमा चाहिँ खाना खाएका थियौँ र द फुड वाज सो टेस्टी। यो ब्रिजबाट चाहिँ गुल्मी पुग्दो रहेछ। फर्किने बेला चाहिँ हामीले गलकुटको झरना पनि हेर्न गएका थियौँ। यो झरना चाहिँ गलकोटको झरना रहेछ। अहिले चाहिँ अलिक सुकेछ अक्सिजन भएको भएर, तर एकदम राम्रो छ यो झन् तल्केर। ओ माई गॉड ओके हामी केही समयमा नै बागलुङ पुगिसकेका छौँ र यो चाहिँ बागलुङ बजार रहेको छ। So finally we are at Beni Bazaar.
अब बेनी चाहिँ गलेश्वर जाँदैछौँ हामी एन्ड थ्याङ्क यू फर वाचिङ द भिडियो हेभ नाइस डे लाइक सेयर कमेन्ट गरिदिनु होला